हेलो साथीहरू, टक्क रेडी भएर फोनलाई झ्याप्प झम्टेर स्कुटी लिएर सरर म लागेँ सेकुवा खानलाई। दायाँ बायाँ अरू केही नसोची म पुगेँ मेरो अल टाइम फेभरेट सेकुवा पाउने ठाउँमा। यहाँ चाहिँ मजाको एम्पल सिटिङ स्पेस रहेको छ। अझ त्यही माथि आज त कस्तो मजाको घाम पनि लागिरहेको रहेछ। त्यहाँ पुगेर मैले मगाएँ मैले सधैँ खाने पोर्क सेकुवा, पाङ्ग्रा सेकुवा र ग्रिल्ड विङ्स। हेर्नु त साथीहरू, हेर्दै कस्तो खामखाउ मिठो जस्तो देखियो है। अझ स्पेसली यो पोर्क सेकुवा त यस्तो जुसी अनि यस्तो टेन्डर छ नि, मुखमा हाल्ने आफै मेल्ट भएर जान्छ, यसलाई चबाउनै पर्दैन। अब मुखमै मेल्ट हुन्छ भनेर नचबाउने कुरा पनि भएन फेरि साथीहरू, अलिअलि चबाए जस्तो चाहिँ गरेँ होइन, तर एकदमै मिठो एकदमै टेस्टी थियो। पेटभर सेकुवा खाएर त्यहाँदेखि निस्केर म लागेँ एकदमै कडा चिया खानको लागि। चिया मात्र खान गएको मान्छे म, तर त्यहाँ पुगेपछि यति मिठो समोसा र आलुचप देखेँ मन थाम्नै सकिनँ अनि अलिकति टेस्ट गरिहालेँ। टेस्ट गरी हेर्दा आलुचप चाहिँ एकदमै मिठो थियो। त्यही अलिअलि खाए जस्तो गरेर घर फर्किँदै थिएँ, बाटोमा मैले कत्रो ठुलो भालु देखेँ अनि ओए भालु भनेर बोलाएको, बोल्दै बोलेन अनि नबोलिरह भनेर म पनि घरतिर लागेँ। प्लिज डु सब्सक्राइब फर मोर कन्टेन्ट।